अर्काको छोरी लाने फकाइ फुलाइ गरेर पढाउनु गुनाउनु अर्ती उपदेश राम्रो घरमा दिनु खानु नसक्ने साला गुन्डा। तँ जतिको गुन्डा नि। मेरो छोरीको भविष्यको लागि म उसको घरमा गएर यत्रो 4 वर्ष सर्भिस पनि गरेँ। त्यो मैले तेरो घरमा पोखेर खुवाएको 5 वर्षभित्रको यहाँ 20 लाख खर्च पनि यहाँ हिसाब गर। यसको साथीभाइले के भनेको छैन कि दुनियाँ भनेको छ है। यहाँ भन भने 10 घन्टै लाग्छ यसले भनेको कुराहरू। तेरो घर कहाँ छ काठमाडौँमा? 5 वटा कहाँ छ होइन? 9 वटा घर यदि 5 वटा घरदेखि कति मैले 20 लाख जति मैले खर्च गरेको तेरो घर यत्र 5 वर्षमा। त्यो काठमाडौँमा त्यो बोराको चामल खानु पर्दाखेरि कस्तो माटो खाए जस्तो न मिठो हुने न के हुने माउसरीको चामल त्यस्तो खाँदै बस्ने बानी भएको। मेरो छोरी लगेदेखिको होइन मसिनाको चामलमा तेरो सन्तानको तेरो दाँडा घुसाउँदै खाने बानी भएको। अनि माछा मासु भोजुदेखि बोकेर खुवाउने बानी भएको। अनि त्यसको त हिसाबै छैन होइन। मेरो के त्यो चाहिँ लडिराखेको थियो पैसा कि बोर्न फलेको डेलो टिप्दै ल्याउँदै किन्दै लिएर खुवाएको। 20 लाख यहाँ हिसाब गर्न तुरुन्त। तेरो लाज शरम तेरो त्यत्रो परिवारले खुवाएको गर्छस् भने यहाँ 20 लाख यहाँ खुरुक्क यहाँ ले भन्दैछु त तँलाई लाज हुँदैन। अनि पोहोर पैसा पठाइदिएको किन रहेछ भन्छु मैले। यसो मनमा पनि सोचेँ। पहिला त हामीलाई त ऋण छैन मैले घर पनि ऋण बिना बनाएको छ भनेर हामीलाई त त्यसो भनेको थियो। फेरि हिजोसित जुवा खेले गरे कहाँ गरे के रहेछ भनेको त E7 भिसा बनाउँदाखेरि दुनियाँ 1 करोड नेपाली खर्च भयो। अनि त्यो ऋण तिर्नुलाई लु पैसा पठाइदिन्छु तपाईँको खातामा। त्यहाँ भाइहरू आउँछ पश्चिमको भनौँ अनि कहाँ त उनीहरूकै खातामै पठाइदिनु भने मैले एकचोटि त मलाई नपठाइदिनु भोलि अप्ठ्यारो पर्छ कता हो के हो भनेर मैले भनेकै हो। हलेसीको कसम मम्मी तपाईँलाई म यो पैसाको बारेमा एक कन्चा एक शब्द यसमा अप्ठ्यारो पनि पार्दिनँ तर यसले मलाई भनेको। अब त्यतिखेर होइन मैले रेकर्ड गरेको भए हुन्थेछ। मैले रेकर्ड गरिनँ। अब जसो मैले भन्छु त्यसै गर्नु है। मैले भनेको भने एक शब्द उता नबोल्नु केही पनि नगर्नु भनेर यसले मलाई सिकाएको छ। मैले नै मन पराएर गएको मैले नै गर भनेर यसले मेरो छोरीलाई सिकाएको रहेछ। पछि पो मलाई भन्दै थियो भनेको त एउटा आमा हो बुझिस्। आमा भएर मैले मेरो छोरीलाई पढाउँछु गुनाउँछु भनेर मैले तेरो घरमा त्यतिकै आएर बसेको पनि होइन बुझिस्। मेरो छोरीलाई अराउनु पठाउनु जाने नानीहरू जहिले के खानु खोज्ने बुझिस्। बस्नुदेखि महिनामा 20 केजी र 25 केजी मासु बोकेर खुवाएको छु। घिउ ढार्दिन लिएर खुवाएको छु। तेरो छोरी मर्नु लागेको थियो पहिला त। घिउ खुवाएर तेरो छोरी दिनमा 2 चम्ची 3 चम्ची घिउ खाने बुझिस्। महिनामा कति लाग्यो होला। मेरो छोरीले त्यति घिउ पनि खाएन। तेरो बाउ र तेरो छोरी हो घिउ खाने। माछा मासु होइन मसिनाको चामल एकचोटिमा 180 केजी 150 केजी चामल लाने मै हो होइन। तेरो घरमा सबै खुवाउने